हेलो गाइस ल गाइस हेर्नुहोस् है साथीहरू मेरो होइन दोकान जाने बेला भइसकेको थियो। मैले पिँदै थिएँ साथी निम्बु पानी अनि गर्मी भएर होइन निम्बु पानी त पिन जरुरी हुन्छ साथीहरू। अनि त्यति गर्दैमा साथीहरू म कपडा लाएर फिट भएर म आइसकेको थिएँ। मेरो रेडा पनि साथीहरू तयार भइसकेको थियो अनि दोकानमा आइसकेको थिएँ साथीहरू। म त्यति गर्दैमा ल गर्मी भएर म बसेको थिएँ कि साथीहरू पक्का चलाएर अनि सामान पनि नखोलिकन बसेको थिएँ कि अनि भाइ आयो अनि सामान खोल्यौँ हामीले अनि सामान जम्मै पनि बेचिसकेको थियौँ कि साथीहरू। मैले आज बिचको भिडियो बनाउनै पाएन कि कस्टमर भएको बेलामा भिडियो बनाउनु पाएन किनकि आज बहुत भिड भएको थियो साथीहरू। अनि त्यही भएर हामीले आज जम्मै सामान बेचेर भ्याएर अनि बसेको थियौँ कि साथीहरू। अनि त्यति गर्दैमा हामीले सामान पनि जम्मै अब रिक्सामा राखिसकेको थियौँ अनि रेडीको जम्मै सफाइ गरिसकेको थियौँ कि साथीहरू हामीले। ल हेर्नुहोस् है साथीहरू हामीले रेडा पुरै भरेछौँ सामानले। अनि साथीहरू बस अब सटर लाउनु मात्रै बाँकी थियो। हामीले सटर पनि लगायौँ अनि झाडु पनि लगायौँ अनि सफाइ गरेर बस घरतिर जान लाग्थ्यौँ कि साथीहरू। ल हेर्नुहोस् मेरो रिक्सा पनि तयार छ अनि भाइको साइकल पनि तयार छ साथीहरू। अनि त्यति गर्दैमा हामी यहाँबाट निक्लिन्छौँ साथीहरू। ल हेर्नुहोस् साथीहरू म तपाईँलाई बाटो पनि देखाउँछु। पुरै सुनसान थियो कि टाइम भइसकेको थियो कि साथीहरू 10:30 जति भइसकेको थियो। अनि ल हेर्नुहोस् है साथीहरू मैले रिक्सा चलाउँदैछु अनि तपाईँलाई मैले बाटो पनि देखाउँछु है साथीहरू। ल हेर्नुहोस् अगाडि पनि सुनसान छ अनि पछाडिपट्टि पनि सुनसान थियो कि साथीहरू। यति भइसकेको थियो अनि त्यति गर्दैमा हामी 10 मिनटमा घर आइपुग्छौँ साथीहरू। ल हेर्नुहोस् घरको ढोका पनि अहिले बन्द छ। हामीले भनेछौँ कि ढोका खोल्नुहोस् भनेर। ल